दर्शकबिन्दुहरु नमस्कार। ल आज नेपालमै नेपाली कागज चाहिँ कसरी बनाइन्छ भनेर म देखाउँदैछु है। ल हेर्नुस्, यो चाहिँ नेपाली कागजको लागि चाहिने कच्चा पदार्थ, यो बाबियो भन्छ यसलाई हैन। त्यसरी उहाँहरूले यसरी भिजाउनु हुँदो रहेछ। भिजाए लगतै यो पकाउने भाँडो भयो है, यसमा हालेर पकाउनुहुन्छ उहाँहरूले। अनि यो पकाइसके लगतै यसरी फेरि यहाँ हालेर पेलेर हैन, यहाँ चाहिँ जम्मा भयो है। अनि यसरी उहाँहरूले पानीमा भिजाउनुहुन्छ है, म देखाउँदैछु। अनि त्यसरी लगतै उहाँले चाहिँ यसमा राख्नुहुन्छ। यसमा के मिसाउनुहुन्छ? अरू पानी पनि हो, केमिकलहरू पनि मिसाउनुहुन्छ है। ल यसरी चाहिँ यो सोडा कास्टिङ के भन्नुहुन्छ हैन, यो मिसाइसके लगतै चाहिँ यो पानीको सतह माथि आउने भयो। अनि त्यसरी बनाउने प्रोसेस देख्न सक्नुहुन्छ। यो जाली, अनि गरेपछि जालीको भागबाट चाहिँ पानी तल तैरिने भयो हैन। यो चाहिँ यसरी माथि बस्ने भयो। ल हेर्नुहोस्, नेपालमै बनेको नेपाली कागज है। ल अनि यो बनाइसके लगतै यसरी राख्नुहुन्छ उहाँहरूले। यो राखेपछि यसरी यो सुक्दैछ है, यो जति पनि देख्नु भएको छ। ल अब सुकिसके लगतै है उहाँहरूले निकालेर यसरी राख्नुहुन्छ। ल अब यो यसरी सुकिसकेपछि यसरी निकाल्नु भयो उहाँहरूले है। निकालिसकेपछि अब कटिङ मेसिनमा हालेर कटिङ गरेर साइज अनुसारको यो चाहिँ बजारमा जानको लागि तयारी भयो। यसरी तयार पारेको कागजहरू विशेष गरी सरकारी कामहरूमा चाहिँ प्रयोग हुन्छ है।